हेलो, आज चाहिँ म एलइडी चिमको विषयमा जानकारी गराउँछु। मेरो घरमा एलइडी चिम जल्यो है। मेरो वर्कसपमा यो बनाउन ल्याएँ। यसरी खोलेर एलइडी चिम चाहिँ सट्टै निस्किन्छ। यो कालो कालो देख्नु भएको छ, यो पहिला मैले रिपेयर गरेर बालिराखेको, फेरि आज अचानक बलेन क्या। अनि आज चाहिँ चेक गर्न ल्याउँदैछु। चेक गर्नलाई चाहिँ अब यसरी खोल्ने, अनि यसरी एउटा होल्डर र प्लग टक्क मिलाउने, अनि यस्तो गरिसकेपछि चाहिँ अब यसरी जोडेर हामीले चेक गर्न सकिन्छ हैन। अब यसरी जोड्यो अनि राख्यो। अब बलेन नि त हैन, बलेको छैन अहिले चाहिँ। अब यसको लागि चेक गर्नलाई चाहिँ तपाईँको तार हैन, सानो छोटो तारले नै दुईतिरबाट वायर निकाल्ने, अनि यसरी चेक गर्ने है। ल हेर्नुहोस् त, ठ्याक्कै यो यहाँनिर उस बिग्रेको रहेछ यो चिम हैन। यहाँनिर तपाईँको छुटेछ, अर्थात् यो दुईटा जलेछ क्या। अब यसलाई खुस्काएर के गर्नुपर्छ, यो अरूमा भएको छैन, यो दुईटा चाहिँ गएको रहेछ। अब पत्ता लगाइसक्यो। यो खुस्काउने भन्दा नि यसरी माथिको छाला फालिदिने, अनि सोल्डिङ आइरनले टक्क त्यो दुईतिरको यस्तो फरक हुन्छ क्या, त्यो जोडिदिने क्या। हुन त तार राखेर नि हुन्छ यहाँ हैन, तर ओहो मैले त लाइन जोडेर गरेछु। हजुरहरू चाहिँ लाइन खुस्काएर गर्नुहोस् है। अनि यसरी सोल्ड गरिदिने, सोल्डिङ आइरनले चट्ट तताएर सोल्डिङ गरिदिने। अनि त्यसपछिबाट अब बाल्दाखेरि मजाले बल्छ। यो दुईटा अब यसरी टच भएपछि यो दुईटाले गर्दाखेरि कनेक्सन छुटेको हुनाले अरू नि चिमहरू बल्दैन क्या। अब यहाँ हेर्नुहुन्छ भने 1 2 3 5वटा चिम जलिसकेको छ। अब बल्छ, हेर्नुहोस् है, बल्यो। यहाँ आधी आधी देख्नुभयो नि, यो चाहिँ जलिसकेको चिमहरू। अब यसरी अब उज्यालो दिउन्जेल बनाएर बाल्न सकियो घरमा। कसैले नफाल्नु होला हैन। अनि वरिपरि बत्ती पसलमा लगेर यसो बनाउन लाउन नि सकिन्छ। अब हेर्नुहोस् त, मजाले बल्छ नि त हैन। यसरी यो चाहिँ लगभग 12 वाटको हो हैन। मजाले रुमको लागि उज्यालो आउने। यहाँले नफालिकन यसरी एलइडीलाई बनाएर चलाउनु होला।